गर्न सक्छु मैले, त्यो मौका हामीले खोज्दैनौँ। तर यहाँ हामीले जब देख्दछौँ मार्कुस 14:3 यहाँ के भनेको छ, एकजना जब येशू बेथेनियामा ने सिमोन कुष्ठरोगीको घरमा खाना बस्नु हुँदा एउटी स्त्री ने विशुद्ध जटामसीको बहुमूल्य अत्तर सिंहमर्मरको शिशीमा लिएर आएर त्यो शिशी फुटाएर त्यो सुगन्धित जटामसीको अत्तर उहाँको शिरमा खनाइदिए। तर कोहीले रिस गरेर आपसमा भन्न लागे, यो सुगन्धित अत्तर किन यसरी नोक्सानी गरेको। यहाँबाट तपाईँले बुझ्नु हुँदैछ कि हुँदैन? यहाँ थुप्रो कुरा बुझिन्छ हामीले। एउटा त के भनेको छ, जटामसीको तेल भनेको छ, अत्तर नै धेरै बहुमूल्य छ, धेरै प्रेसियस छ भनेको छ, धेरै दामको। उसले के गरे अरे, त्यो ल्याएर के गर्यो भन्दैछ भने, येशू जब खाना बस्नुभयो, एकजना सिमोन कुष्ठरोगी भन्ने हुनुहुन्थ्यो, अनि उहाँले खाना खानु बोलाउनु भयो नि। येशू क्रिस्टले ऊ माथि गर्नुभएको त्यो मेरेकललाई थाहा थियो सिमोनलाई, अनि के गर्नुभयो भने ऊ मेरेकल निको भएको देखेर निको हुनुभयो, अनि येशू क्रिस्टको पछि लाग्नुभयो। अनि येशू क्रिस्टलाई चाहिँ खाना खाने त्यो दिन बोलाउनु भयो। येशू क्रिस्ट जहाँ जानुहुन्थ्यो भिड धेरै हुन्थ्यो, भिडले पछ्याउँथ्यो येशू क्रिस्टलाई। अनि त्यो दिन खाना खानु बोलाउनु भयो। त्यो घरमा एकजना स्त्री, होइन, एकजना स्त्री, त्यसको उल्लेख चाहिँ लुकामा गरेको छ। कस्तो खाले स्त्री चाहिँ भने हालिदिन्छ। अनि तब येशू क्रिस्टसँग आसपडोसमा जब येशू क्रिस्टसँग खाना खान आउनुभएको धेरै मान्छे, अरू पनि मान्छे त्यति होइन, चेलाहरू हुनुहुन्थ्यो। अनि येशू क्रिस्टसँग आएको मान्छेहरू छरछिमेकी थियो। अनि तिनीहरूले के गर्छन्, आपसमा गनगन गर्छन्, यसले के गरेको यस्तो, यति दामको यो बेचेको भए त नि, त्यहाँ लेखिएको छ, यो बेचेको भए त चाँदीका 100 चाँदीका सिक्काभन्दा बढी बिक्री गरेर नि 100 चाँदीको सिक्काभन्दा बेसीमा बिक्री गर्न सक्थ्यो यो। तर यसले किन यसरी टाउकोमा खनाइदियो नि? हेर्नुहोस् है, जब हामीले परमेश्वरको काम गर्छौँ नि, हामीलाई जेलसी गर्नु पनि धेरै हुन्छ है। जब हामीले परमेश्वरलाई केही दिन्छौँ नि, कसैले के सोच्छ थाहा छ, जो नदिनेहरू हुन्छ, जो खालि आफ्नो लागि सोच्ने स्वार्थी व्यक्ति हुन्छ, त्यसले के सोच्छ थाहा छ, यसले देखाउँदैछ, नभए यसले लोस गर्दैछ। अनि हामीलाई के डिस्करेज ल्याएर दिन्छ, उनीहरूले हामीलाई के ल्याएर के भन्छ भने, आफ्नो लागि पनि राख, तेरो छोराछोरीको भविष्यको लागि पनि हेर, तिनीहरूको लागि घर जग्गा जमिन बनाइदे, ब्याङ्क ब्यालेन्स बनाइदे भन्छ है। जब मैले परमेश्वरको काम गर्नु थालेँ, ठुलो काम त हामीले गर्दैनौँ, सानो तिनो आफ्नो औकात अनुसार जे पनि गर्छौँ, गरिरहेको थियौँ। तब मेरो दाजुभाइले आएर के भन्छ मलाई, मेरो दादाले, भोलिको दिनमा बिमार भएर लड्यो भने, भोलिको दिनमा तेरो छोराछोरी पढाउनलाई ठुलो पैसा चाहियो भने मसँग नमाग्नु है। त्यस्तो जवाब दियो मलाई। तिमीहरू आज दानी भएको छौ नि, बुढाबुढी, बेसी दान दिने, मान्छेलाई दिने, चर्च भनेको छेउ, भोलिको दिनमा मलाई नमाग्नु है भनेर मलाई मेरो कति दाजुले पनि भन्यो। तर मैले के भने, परमेश्वर हुन्छ माग्दिनँ, म माग्दिनँ भने आशा हुन्छ, मागे पनि छैन, माग्दिनँ। मलाई थाहा छ मैले जसको लागि गर्दैछु उहाँले मेरो लागि त्योभन्दा बढ्ता सोचेर राख्नुभएको छ। जब हामीले दिनु थाल्छौँ नि, परमेश्वरको लागि के गर्नु थाल्छौँ नि, हामीलाई वादा गर्नुको लागि के गर्छ मान्छेले, हामीलाई सानो मन बनाइदिन्छ, नदे भन्नु पुऱ्याउँछ। जब हामीले गर्छौँ नि, जेलसीहरूले के गर्छ थाहा छ, उसले त देखाएको। हिजो अस्ति मैले कुनै जग्गामा एउटा सानो परमेश्वरको काम गरेँ, एउटा सानो प्रोग्राम राखिदिएँ, त्यसमा होइन अलिकति अब आफूले के गरिन्छ। तर मसँग जाने साथीहरूले मलाई के भन्यो भने, परमेश्वर काम पनि हेरेर गर्नुपर्छ, परमेश्वर काम पनि हेरेर गर्नुपर्छ भन्नुभयो नै। अनि हो त्यसरी त्यो समयमा पनि